नेपाल विद्युत प्राधिकरणको जलविद्युत आयोजना निर्माणको लागि स्रोत व्यवस्थापन गर्न 20 अर्ब रुपैयाँ बराबरको ऊर्जा बन्ड चरणबद्ध रूपमा निष्कासन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ। त्यस्तै गरेर अर्को निर्णय 3 महिना अवधिको लागि इलाम जिल्लालाई विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको छ। त्यस्तै अर्को निर्णय प्रहरी नायब महानिरीक्षकहरू श्री सुशील सिंह राठौर, श्री उमाप्रसाद चतुर्वेदी, श्री हिमालय कुमार श्रेष्ठ र श्री डम्बर बहादुर विश्वकर्मालाई नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी पदस्थापन गर्ने निर्णय भएको छ। 4. भूमि समस्या समाधान आयोग गठन आदेश 2081 बमोजिम गठन भएको भूमि समस्या समाधान आयोग र सबै जिल्लाका जिल्ला समितिहरू खारेज गर्ने निर्णय भएको छ। 5. त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति 2081 ले पेश गरेको प्रतिवेदन कार्यान्वयनको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाउने निर्णय भएको छ। 6. अध्यागमन र भिजिट भिजाको सन्दर्भमा विगतदेखि देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समिति 2082 ले पेश गरेको प्रतिवेदन कार्यान्वयनको लागि गृह मन्त्रालयमा पठाउने निर्णय भएको छ। 7. नागरिक उड्डयन क्षेत्रको सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवं सुझाव समितिले पेश गरेको प्रतिवेदन 2082 कार्यान्वयनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाउने निर्णय भएको छ। यो बाहेकका अरू थप निर्णयहरू भोलि सञ्चार मन्त्रालयमा आयोजना गरिने नियमित प्रेस ब्रिफिङमा यहाँहरूलाई म जानकारी गराउनेछु। धेरै धेरै धन्यवाद छ। थ्याङ्क यू।